नमस्ते, नयासेओ कोरियन भाषा कक्षाको डे 7 लिएर हजुरहरुमाझ उपस्थित भइसकेको छु। पक्कै पनि मेरो यो कक्षाबाट हजुरहरुले लाभ लिनै रहनु भएको छ होला भन्ने आशावादी पनि छु र क्लासतर्फै अघि बढ्न चाहन्छु। आजको हाम्रो क्लासमा हुनेछ उच्चारण विधि। कोरियामा चाहिँ उच्चारण विधि छ। विभिन्न शब्द अक्षरहरुलाई चाहिँ ठाउँ अनुसार फरक फरक उच्चारण गर्ने गरिन्छ। त्यही आजको हाम्रो विषयवस्तु नै उच्चारण विधि रहेको छ र हामीले सबैभन्दा पहिला हेर्नेछौँ ग। ग चाहिँ कुन ठाउँमा आउँदा के उच्चारण हुन्छ भनेर यसको उदाहरण सहित हेर्नेछौँ है त। ग चाहिँ हेर्नुस् है, ग चाहिँ शब्दको सुरुमा आउँदा ग को उच्चारण ख गरिन्छ। शब्दको सुरुमा आउँदा ग को उच्चारण ख गरिन्छ। जस्तो खाबाङ, यो चाहिँ खाबाङ हो के। अब यो गाबाङ होइन, यो खाबाङ हो। खाबाङ भनेको के हो? खाबाङ भनेको झोला हो होइन। यो गासु होइन कि खासु। खासु खासु भनेको के हो? गायक। यो खाम्जा हो, गाम्जा होइन। खाम्जा भनेको आलु हो। ग चाहिँ शब्दको सुरुमा आउँदा के उच्चारण हुनेछ? ग चाहिँ शब्दको सुरुमा आउँदा ख भनेर उच्चारण गर्ने रहेछ। त्यस्तै ग चाहिँ शब्दको बीचमा अथवा अन्तिममा आउँदा के भनेर उच्चारण गरिन्छ त? ग चाहिँ शब्दको बीच अथवा अन्तिममा आउँदा ग नै भनेर उच्चारण गरिन्छ। जस्तो उदाहरणको लागि यहाँ चाहिँ खोगी रहेछ। यो सुरुमा आयो, यो सुरुमा आयो के भन्यो? यसलाई गोगी हुनुपर्ने, खोगी भन्यो, खो भन्यो के। शब्दको सुरुमा आयो भने चाहिँ ख उच्चारण हुन्छ। त्यसै गरी शब्दको बीच अथवा अन्तिममा आयो भने चाहिँ ग नै उच्चारण हुन्छ। त्यस्तै खोगी, यो चाहिँ गोगी होइन है, खोगी। खोगी भनेको चाहिँ यो के हो? खोगी भनेको चाहिँ मासु हो। खागु, यो चाहिँ गागु होइन, खागु। खागु भनेको चाहिँ के हो? फर्निचर हो। त्यसै गरी छागप, 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 यो ग चाहिँ माथि गयो, त्यही भएर छागप भयो क्या। यो ग चाहिँ माथि गयो, छागप भयो क्या। छागप भनेको के हो? काम हो। यो चाहिँ छिकप। छिगप भनेको के हो? छागप भनेको काम भने छिगप भनेको चाहिँ पेसा हो है। छिगप भनेको चाहिँ पेसा हो। तर एउटा हामीले बिर्सन नहुने कुरा हो, हामीले पढिसकेको कुरा पनि हो। तर ग चाहिँ नि फाँचीमा आउँदा के भनेर उच्चारण हुन्छ? ग फाँचीमा आउँदा चाहिँ क भनेर उच्चारण गरिन्छ। जस्तो यो चाहिँ मु ग पनि होइन, मु ख पनि होइन, यो चाहिँ के हो? मु क हो। किनकि ग चाहिँ फाँचीमा आउँदा क भनेर उच्चारण गरिन्छ भन्ने कुराहरू हामीले पढि नै सकेका छौँ। त्यसैले यो चाहिँ के हो? मोक। मोक भनेको के हो? मोक भनेको घाँटी हो। यो के हो? यो छेक। छेक भनेको के हो? छेक भनेको किताब हो। यो भनेको फेक। फेक भनेको के हो? फेक भनेको 100 अङ्क हो। यो चाहिँ फेक भनेको 100 अनि यो चाहिँ अङ्क हो। के रहेछ त कुरा भन्दाखेरि उच्चारण विधि अन्तर्गत ग सुरुमा आयो भने चाहिँ, शब्दको सुरुमा ग आयो भने चाहिँ ख उच्चारण हुनेछ। त्यसै गरी ग चाहिँ
बीच अथवा शब्दको बीच अथवा अन्तिममा आयो भने चाहिँ गको उच्चारण के हुनेछ? गको उच्चारण ग नै हुने रहेछ। तर हामीले बिर्सिनै नहुने कुरा, ग फाँचिममा आयो भने के भनेर उच्चारण रहेछ? ग फाँचिममा आयो भने चाहिँ क भनेर उच्चारण गरिन्छ। यो कुराहरू चाहिँ तपाईँहरूले बिर्सनु भएन। त्यसै गरी अब आउँछ पालो द। अब दलाई हेरौँ है। द शब्दको सुरुमा आयो भने चाहिँ दको उच्चारण के गरिन्छ? थ भनेर गरिन्छ। द शब्दको सुरुमा आयो भने चाहिँ दको उच्चारण के भनेर गरिन्छ? थ भनेर गरिन्छ। जस्तो यहाँ उदाहरण हेरौँ, यो चाहिँ थारी हुन्छ कि दारी होइन, यो थारी। थारी भनेको खुट्टा अथवा यो पुल पनि हो। यो चाहिँ दोन होइन, यो चाहिँ थोन। यो चाहिँ थोन भनेको के हो? थोन भनेको चाहिँ पैसा हो। यो चाहिँ थोसगन। थोसगन भनेको के हो? थोसगन भनेको पुस्तकालय। थोसगन भनेको पुस्तकालय। यो चाहिँ दोगु नभएर थोगु हो। थोगु भनेको औजार। फेरि एकचोटि हेरौँ। द शब्दको सुरुमा आयो भने चाहिँ दको उच्चारण हामीले थ भनेर गरिने रहेछ। यो कुरा चाहिँ बिर्सनु भएन। उदाहरणको लागि थारी, यो दारी नभएर थारी हो। थारी भनेको खुट्टा अथवा पुल। थोन भनेको पैसा हो। थोसगान भनेको पुस्तकालय हो। थोगु भनेको औजार हो। यो कुराहरू चाहिँ हामीले बिर्सनु हुँदैन। हामी दमै छौँ। यसलाई चाहिँ मैले माथि लेखिनँ। शब्दको बीच तथा अन्तिममा दको उच्चारण द नै गरिन्छ। शब्दको बीच अथवा अन्तिममा दको उच्चारण द नै गरिन्छ। केही उदाहरणहरूबाट हामी स्पष्ट हुन जरुरी छ। जस्तो खिदा रिदा भनेको के हो? पर्खनु। खिदा रिदा भनेको पर्खनु हो। त्यस्तै खिदा रिदा पछि सादा। सादा भनेको के हो? सादा भनेको किन्नु हो। सादा भनेको के हो? सादा सब गर्नु अथवा किन्नु हो। सादा भनेको किन्नु हो। जस्तो अर्को उदाहरणको लागि थादा। थादा भनेको चढ्नु, बस चढ्नु, ट्रेन चढ्नु। थादा भनेको चढ्नु हो। तर एउटा कुरा, द फाक्षिममा आउँछ भने त्यसको उच्चारण के गरिन्छ त?
त भनेर गरिने रहेछ, गरिन्छ। जस्तो उदाहरणको लागि थुत्ता, थुत्ता, थुत्ता भनेको के हो? थुत्ता भनेको सुन्नु। फात्ता, फात्ता भनेको प्राप्त गर्नु। फात्ता भनेको प्राप्त गर्नु। द शब्दको सुरुमा द को उच्चारण थ भनेर गरिन्छ। उदाहरणको लागि थारी भनेको खुट्टा अथवा पुल, थोन भनेको पैसो, थोसोगान भनेको पुस्तकालय, थगु भनेको औजार। त्यसै गरी शब्दको बीच अथवा अन्तिममा द को उच्चारण द नै गरिन्छ। जस्तो खिदारिदा भनेको पर्खनु, सादा भनेको सस्तो, खादा भनेको चढ्नु भने जस्तै द फाक्षिममा आउँछ भने त्यसको उच्चारण त भनेर गरिने रहेछ। जस्तो थुत्ता भनेको के हो त भन्दा सुन्नु, फात्ता भनेको के हो त भन्दा प्राप्त गर्नु। यसरी चाहिँ हामीले उच्चारण विधिहरू पढ्दै अगाडि बढिरहेका छौँ। त्यसै गरी बलाई चाहिँ शब्दको सुरुमा ब आयो भने चाहिँ ब को उच्चारण फ भनेर गरिन्छ। शब्दको सुरुमा ब आयो भने चाहिँ ब को उच्चारण फ भनेर गरिन्छ। उदाहरणको लागि फोदा, यो बोदा नभएर फोदा हो। फोदा, फोदा भनेको हेर्नु। फोदा भनेको के त? फोदा भनेको हेर्नु। यो फादा हो, फादा, फादा भनेको के हो? फादा भनेको समुद्र हो। फादा भनेको के हो? फादा भनेको समुद्र हो। त्यसै गरी फान्जी भनेको चाहिँ, फान्जी भनेको चाहिँ औँठी हो। फान्जी भनेको चाहिँ औँठी हो। फाम भनेको चाहिँ रात हो। फाम भनेको चाहिँ रात हो हैन। फान्जी भनेको औँठी हो, फाम भनेको रात हो। त्यसै गरी शब्दको बीच अथवा अन्तिममा ब आयो भने चाहिँ ब को उच्चारण ब नै गरिन्छ। ब नै गरिन्छ। जस्तो आबजी, आबजी, आबजी भनेको बुबा अथवा पिताजी। आबजी भनेको चाहिँ आबजी भनेको चाहिँ बुबा। खावाङ, खाबाङ, खाबाङ भनेको चाहिँ के हो त भन्दा खाबाङ भनेको झोला हो। खाबाङ भनेको के हो? खाबाङ भनेको झोला हो। तर हामीले बिर्सनै नहुने कुरा, फाक्षिममा ब आयो भने ब को उच्चारण के भनेर गरिन्छ? प भनेर गरिन्छ। जस्तो फाप, यो चाहिँ फाप। यहाँनिर चाहिँ सुरुमा आएला के भन्यो? फ भन्यो कि ब भन्यो? फाप हुनुभयो क्या। फाक्षिममा आयो फाप। फाप भनेको के हो? फाप भनेको भात हो। फिबिमफाप, फिबिमफाप भनेको नि भात नै हो। तर यो चाहिँ के मिक्स गरेर बटारेको बेरेको हुन्छ। तिम्दा भनेको नि कोरियन खाना। फिबिमफाप भनेको नि कोरियन खाना हो। त्यसै गरी ज आउँछ हाम्रो बिचमा। जलाई चाहिँ शब्दको सुरुमा ज आयो भने चाहिँ हामीले के भनेर उच्चारण गरिन्छ? शब्दको सुरुमा ज को उच्चारण छ भनेर गरिन्छ। उदाहरणको लागि शब्दको सुरुमा ज को उच्चारण छ भनेर गरिन्छ। उदाहरणको लागि यो जादा होइन, यो हो छादा हो। छादा, छादा भनेको के हो? छादा भनेको सुत्नु हो। छादा भनेको सुत्नु हो।
छुदा छुदा भनेको के हो छुदा भनेको दिनु हो छुदा भनेको के हो छुदा भनेको दिनु हो त्यसै गरी छुबाङ छुबाङ भनेको के हो भान्सा हो भान्सालाई अर्को के शब्द के भनिन्छ भन्दा फुक भन्ने भनिन्छ छुबाङ यो जुपाङ नभएर छुबाङ हो छुबाङ भनेको के हो भान्सा हो भान्सा कोठा हो त्यसै गरी शब्दको बीच अथवा अन्तिममा ज आयो भने जको उच्चारण के भनेर गरिन्छ जको उच्चारण बीच अथवा अन्तिममा ज नै गरिन्छ जस्तो छाजङ्ग छाजङ्ग भनेको के हो यो चाहिँ छाजङ्ग 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 भनेको के हो छाजङ्ग भनेको साइकल हो छाजङ्ग भनेको के हो छाजङ्ग भनेको साइकल हो जस्तै यो जा होइन यो जा हो तर शब्दको सुरुमा यसलाई चाहिँ के हुन्छ छा भन्छ छाजङ्ग छाजङ्ग भनेको के हो साइकल हो यजा यजा भनेको केटी मान्छे नाम्जा नाम्जा भनेको केटा मान्छे खाम्जा खाम्जा भनेको आलु खाम्जा भनेको के त खाम्जा भनेको आलु हो तर एउटा मुख्य कुरा चाहिँ के नै रहेको हुन्छ भन्दाखेरि यदि ज चाहिँ नि फाक्षिममा ज आयो भने त्यसको उच्चारण के भनेर गरिन्छ त भनेर गरिन्छ फाक्षिममा ज भनेर आयो भने त्यसको उच्चारण त भनेर गरिन्छ जस्तो नाथ फित नाथ भनेको के हो नाथ भनेको के हो त नाथ भनेको दिन हो नाथ भनेको के हो त भन्दा नाथ भनेको दिन हो भने फित भनेको के हो फित भनेको ऋण हो फित भनेको के हो त फित भनेको ऋण हो यो कुराहरु चाहिँ हामीले बिर्सनु भएन यो कुराहरु चाहिँ रिपिट गरेर तपाईहरु चाहिँ पर्फेक्ट हुन आवश्यक छ भन्दै डे 7 को क्लास यही समाप्त गर्ने अनुमति चाहन्छु हस्त धन्यवाद।